र यो स्विट क्रिएट घर भन्नेबाट मेरो एउटा व्यवसायमा भन्दा पनि मेरो सेवकाइमा र परिवारमा र अब आउने जुन जेनेरेसन छ तिनीहरूलाई पनि मेरो व्यवसायतिर जानुपर्छ भनेर पहिले यो शिक्षा हामीले प्राप्त गरेको भए अलिकति समयमै अझै हामी यो व्यवसाय गर्न पारिवारिक व्यवसाय र अझै अगाडि लैजान हामी सक्ने थियौँ। आर्थिक कुरालाई पनि हामी व्यवस्था गर्न सक्थ्यौँ हैन। त्यस कारणले गर्दाखेरि हाम्रो यो घरबाट मैले थुप्रै कुराहरू सिक्न पाएँ र एउटा व्यवसायको एउटा नमुना है बन्नको निम्ति हाम्रो भाइदास सरले पनि पढाउनु भएको थियो रुखको एउटा चित्र बनाएर हैन। कतिचोटि हाम्रो व्यवसाय चाहिँ सुकेको अवस्था हुन्छ हैन। त्यसकारण हामी त्यसलाई चाहिँ एउटा परिवर्तनशील आवश्यकता के छ त है, हामी कसरी व्यवसाय गर्न सक्छौँ, कुन ठाउँमा हामीले व्यवसाय गर्दा असल प्रकारले हामी व्यवसाय चलाउन सक्छौँ, हाम्रो दीर्घकालीनसम्म हामी हाम्रो व्यवसाय गर्न सक्छौँ त हैन भन्ने कुरा पनि एउटा सिक्ने मौका मैले पाएँ। र अर्को कुरा चाहिँ एउटा स्विट विश्लेषण भन्ने है, एउटा सबल पक्ष र एउटा दुर्बल पक्ष र अवसर र जोखिमहरू है र सेवकाइमा व्यवसायमा यी कुराहरू लागू गर्दाखेरि मसँग के गर्न सक्छु त है, मसँग के कमी कमजोरी छ त हैन सेवकाई गर्ने बेला, अनि म के गर्न सक्छु त, म सबल पक्ष के छ त हैन, र मेरो अब अवसरहरू के छन् त है। मैले व्यवसाय गर्ने कुराहरूमा मैले जब एउटा तालिम लिएको थिएँ व्यवसाय गरेँ, म खासै यस्तो बारेमा त्यति हामीले सिक्ने मौका परेन र त्यो व्यवसाय चाहिँ मेरो व्यवसाय चाहिँ विशेष गरी प्रभुको सेवा गर्ने, मानिसहरूलाई प्रभुको वचनहरू सिकाउने र मानिसलाई डोराउनु पर्ने भएको कारणले ममा के सबल पक्ष छ अनि ममा के दुर्बल पक्षहरू छन् त हैन, मेरो सेवकाई गर्ने क्षेत्रमा मैले अवसरहरू के छन् त हैन भनेर एउटा जोखिमहरू पनि के छन् भन्ने कुराहरूमा मैले जब एउटा व्यवसाय सुरु गरेको थिएँ, यो कुखुरा व्यवसाय है, त्यो व्यवसाय गर्दाखेरि त्यहाँ थुप्रै प्रतिस्पर्धीहरू भए है। अनि मेरो दुईटा कुरा चाहिँ भएको कारणले सेवकाई र व्यवसाय गर्दाखेरि त्यो व्यवसाय चाहिँ त्यति दीर्घकालीन बढ्न सकेन, किनभने त्यहाँ प्रतिस्पर्धी धेरै थिए र अलिकति यातायातको सुविधा पनि कमी भएको कारणले र हामी ठिक प्रकारको ठाउँ चाहिँ रोजेनौँ हैन। त्यस कारणले मेरो सेवकाई त्यहाँ भएको कारणले त्यो व्यवसाय गर्न सकेन। तर हाम्रो भाइरसा सरले यहाँ मलाई एउटा मौका दिनुभयो, यहाँ बोलाउनु भयो र मैले थुप्रै यहाँ कुराहरू सिक्ने मौका पाएँ है। एउटा हामीले चाहिँ आम्दानी गर्छौँ हैन, हामी आम्दानी गरिसकेपछि खर्च गरिहाल्छौँ है। त्यसैले भइपरि आउने कुराहरूमा हामीले जोखिम उठाउन बहुत गाह्रो हुन्छ, त्यसकारण हामीले त्यसलाई बचत पनि गर्नुपर्छ है भनेर सिकाउनु भएको थियो, एउटा चित्र बनाएर है। र त्यसकारण हामी त्यो ताजा छ। त्यसकारणले अर्को कुरा चाहिँ हामी व्यवसाय गर्दा तीनटा खम्बालाई है, एउटा हामी उत्पादन हैन र तीनटा कुरा हामीले सिकेका थियौँ। त्यसकारणले तीनटा कुराभित्र हामी उत्पादनमा र त्यसलाई अलिक व्यवस्थित प्रकारले लैजाने र वित्तीय व्यवस्थापन पनि हामीले सिक्ने मौका पाएका थियौँ है। त्यसकारणले हाम्रो बजारलाई कसरी मानिसहरूका गएर हामी बजारमा राम्रो सामान हैन, एउटा गुणस्तरीय सामान हामी दिन सक्छौँ, प्रतिस्पर्धालाई हामी कसरी सेवा दिन सक्छौँ आफ्नो बोली वचनहरूबाट, आफ्नो व्यवहारहरूबाट हैन, कस्तो ठाउँमा हामीले व्यवसाय गर्नुपर्छ त भनेर सिक्ने मौका मैले पाएको थिएँ है। त्यस कारणले सरलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र हामी अहिले जुन हिसाब किताबलाई है, हाम्रो प्रत्येक दैनिक कुराहरूलाई हामी लेखाजोखा राखेर है, हिसाब किताब राखेर हामीले गऱ्यौँ भने साँच्चै हाम्रो खर्च कति हुन्छ, कति आम्दानी हुँदैछ, हामीसँग कति खर्च हुँदैछ र हामी यसलाई खर्च अझै बढ्यो भने त्यसलाई कसरी कम गर्न सक्छौँ त हैन भनेर पनि एउटा सिक्ने मौका मैले पाएँ। र व्यवहारमा पनि मैले एउटा आफूले पनि गर्ने मौका पाएँ। परिवारमा आएको आम्दानीलाई हामीले कति खर्च गर्ने हैन, हामीले खर्च बचत कति गर्ने हैन, हामीले भइपरि आउने घटनामा हामी कसरी त्यो जोखिमलाई उठाउन सक्छौँ त भनेर पहिल्यै पूर्व तयारी भयो भने है यो तालिममा मैले राम्रो मानेर अरू साथीहरूले पनि सिक्नु भएको होस् भनेर उहाँहरूलाई फोन गरेर आफ्नो पैसाहरू खर्च गरेर पनि उहाँलाई धेरै कोसिस गरेँ है। त्यस कारणले यो तालिमबाट मैले एउटा त्यो उपलब्धि पाएँ कि सञ्चार है, सञ्चार चाहिँ कतिचोटि फोनले मात्र हुँदो रहेछ हैन, कतिचोटि उहाँलाई भेटेर है सँगै उहाँसँगै बसेर यो कुरालाई सेयर गरेपछि अनि उहाँहरूले कति कुराहरू मान्नुभयो हैन, कतिले चाहिँ मान्नु भएन, कति दीर्घकालीन रहनु भएन। सकभर 4 जना चाहिँ एकदम रेगुलर दिने भनेको, तर उहाँहरू अलिकति व्यापारमा कतिजना र शिक्षामा जानुभएको कारणले उहाँले सक्नु भएन।
त्यो चाहिँ एउटा दुःखको कुरा भयो मेरो लागि है। त्यस कारण अब आउने दिनहरूमा मैले त मेरो विचार छ यो व्यवसाय तालिम चाहिँ यो हामी चाहिँ जवानहरूलाई है युवाहरूलाई अब दिनुपर्छ भन्ने मेरो विशेष प्रार्थना पनि छ र यो कुरालाई पनि अब मेरो ठाउँमा अरूलाई यसो जवानहरूलाई अहिलेदेखि नै तयार गरेपछि भविष्यमा सफल हुन्छ भन्ने लाग्छ है। पहिला चाहिँ यस्तो शिक्षा थिएन है। मेरो सेवाकाईले 15 वर्षको उमेरबाट गरेको यस्तो व्यवसाय गर्नुपर्छ भन्ने हाम्रो अलिकति फरक प्रकारको शिक्षा थियो कि है। त्यस कारणले यो व्यवसाय गर्नुपर्छ यसो गर्नुपर्छ भन्ने कसो मान्छे सिकाएन। तर आज चाहिँ मौका पाएका छौँ हामीले, मैले मौका पाएको छु, अब अरूले पनि मौका पाउनुपर्छ भन्ने मेरो चाहिँ एकदम त्यो प्रकारको लक्ष्य छ। अरू भाइ बहिनीहरूले पनि यो शिक्षा चाहिँ पाउनुपर्छ भन्ने मेरो प्रार्थना र एउटा जिज्ञासा छ र धन्यवाद दिन चाहन्छु सरहरूलाई, हाम्रो भाइदास सरलाई, हाम्रो आशिष सरलाई, अरू सरलाई पनि धेरै धन्यवाद दिन्छु। र राम्रो कुरा मैले सिक्न पाएको छु र राम्रो यहाँ यो चित्रहरूद्वारा है अनि प्रचार गर्न पनि हामीलाई सजिलो, अरूलाई सिकाउन सजिलो, व्यवसाय गर्ने कुराहरूमा अरू मानिससँग अहिले हामीले सिक्यौँ मानिससँग कसरी बोल्ने, मानिस कस्तो हो भन्ने कुरा पनि हामीले चिन्ने एउटा अवसर है यो मैले पाएको छु यो तालिमबाट। धेरै धन्यवाद दिन चाहन्छु सबैलाई। जय मसी। धेरै धन्यवाद। ज्ञानेश्वरको भन्दै गर्दाखेरि मलाई एकदमै खुसी लागेको चाहिँ हामीले काठमाडौँमा यो 2024मा करिब 42-43जनालाई प्रशिक्षक तालिम दिएको कि त्यसमध्येमा हामी सुर्खेतबाट भाइदा सर, उताबाट हाम्रो यहाँ सुजन सर, नेपालभरिबाट थियौँ। अनि त्यहाँ आउने चाहिँ लगभग मास्टर्स गरिसकेदेखि पढाएर पनि एकदमै मेहनतीहरू पनि अब ठुलो बिजनेस गरेको पनि थियो उहाँहरू पनि खानुभयो। अनि उहाँहरूले यो सिकिसकेपछि खास सिकाउन आउनु भएको। तर हामी जे सिक्यौँ गएर एकचोटि अरूले सिकाउनुपर्छ। कतिले सिके आफूलाई भइहाल्यो दङ्ग भएर बसिहाल्यो। तर अरूले के गरे, हामीले जे कुरा सिक्यौँ अरूलाई पनि सिकाउनुपर्छ भन्ने मन भएपछि उहाँले चाहिँ के गर्नुभयो, सिक्न गएको, किन सिकाउनलाई सिक्न गएको। त्यही भएर उहाँले आएर चाहिँ खुसी लाग्यो। अमर सर यहाँ आउनु अगाडि उहाँले के गर्नु भइसक्नु भएको छ, पहिले 10 मिनटमा अमर सरलाई समातेर यो घरलाई मैले सिकाइहाल्नु भएको छ। यदि त्यो 10 मिनट अमर सरलाई घरको नव्याख्या गरे भए मेरो विचारमा त्यो पछि पनि आमाउ लाग्नलाई त होइन। त्यो पनि एउटा के देखिन्छ भन्दाखेरि सरले गर्नुभएको एउटा इफोर्ट। यदि त्यो इफोर्ट थिएन भने मलाई लाग्छ अब यहाँ काठमाडौँ गएर आए सम्भव थिएन। फेरि बसाल सरलाई नाले सरलाई उहाँले गर्नु, फेरि दानिल सर पनि ठ्याक्कै फेरि भाइरस सर जस्तै फेरि अरू 4-5जना ल्याएर फेरि हाम्रो काम भनेको डोडाउने हो, बताउने हो। तर कोही न कोहीलाई त्यसले छोयो भने त भइहाल्यो नि। अब मैले हजुरलाई भने मैले फेरि त्यो 40जना फेरि काठमाडौँ डोडाएको हो, आफै त आएन नि। आफैले हेर्दै हेर्दै आएको लु तपाईँको सेमिनार पछि आएको त होइन नि मान्छे। त्यो मान्छेहरूलाई पनि त फेरि मैले त पहिला त कहाँदेखि मैले के गरिरहेको छु ल्याइरहेको कुरा गरेर छाड्छन्। अब 40जना 20-25जना भन्दा त 8जना होला, 8जना 12जनाले त गरे नि हाम्रो। अनि त्यो 12जनालाई हेरेर म के हुन्छु, धन्यवाद दिन्छु। तर हजुरले पनि यहाँ आएर गर्नुभयो, ल 20-30 ल्याउनु भयो, 30सम्म सहित हो। हामीलाई मनमा के लाग्छ कहिले काहीँ है त्यहाँदेखि 30ले सबैले गर्दै हुन्थ्यो। आउँदो जेनेरेसनले एक कुरा सिकोस्, मेरो आउँदो पुस्ताले आफै आत्मनिर्भर होस्, काम खोज्ने होइन काम सिर्जना गर्ने बनोस्। र त्यो चाहिँ तपाईँको जुन भित्री जुन थियो छ नि त्यो भोक तिर्खा त्यो कुरा चाहिँ पुरा हुनेछ। साह्रै धन्यवाद। हस्।